खेले नेपाल भाषा भेना बोल्यो नेपाल भाषा भेना बोल्यो जो तातोना बाजो लक्ष्मीदास मानन्दले फु शिर्पा विसौ खी नु पुस्तै त नेपाल भाषा भन्छ छुम ग्वालिएला जो छौ किसा रहु हो चिकिता रो पलाजको छ आठो पला विशेष ग्वालिएला यो ख भविष्यको के ख अनि खासमा तमिन नेपाल सरकारले पनि नेपाल सरकारले भू शिक्षा नीति वसान चाहिँ आयो 2028 साल निसे पूर्णक त्यो याउ फु आन्दोलन जिरुक व आन्दोलनले कृषि समान अधिकार भएको मेली मसोसे भाषा चाहिँ समान अधिकार दे हुने छ अधिकार दे छ घोषिका दे यो आन्दोलन जरुक 2028 साल निसे गया ठाउँ तकै हुने जो खनबो चुकी त जने धापा एसएलसी नि एसएलसी जने जान बिया पास बि जो को नेपाल भाषा का जान बिया पास बि बुझान छैन आवया झन्झन मजाउन उकी त सिस्टमेटिकली छौ किसिममा धाप भाषा क्रमबद्ध रूपमा नेपाल सरकार घेना नेपाल नेपाली खस भा मेउ भा घेना मरेको जुरो सुनि त्यो गम्मा जनि फेरि टिकाउ खन्छु नापा एक क्लास निसे जो क्लास को नेपाल भाषा बोल्यो जो अन नेपा 6 क्लास निसे कया 9 क्लास को तल अन कुगु नेगु च्याउ क्लास है नेपाल भाषा लिकै छ अन कुगु जो क्लास यो 6 निसे जो क्लास हुने 6 निसे 9 क्लास त कुगु नेगु च्याउ क्लास है ठ्याक्क नेपाल भाषा भोलि मरे लेख्दिल अनि गुङ्गु झुजुको लेख्दिल अनि नेपा गुङ्गु झु क्लास है गुङ्गु क्लास न भाषा बोल्नेले अवश्य अप्सनल म्याथ ल्याखे चाहिँ अप्सनल म्याथ हो भाषा यो अरे त्यही ल मुख्य निम्ति विभिन्न वा खलक छ जिदेसँग अप्सनल म्याथ हिसाबमा नेपाल भाषा त सिकाएमा र यो छौ अभियान चलेको छ वो विभिन्न अभियान है यो को टक कुदैन यो को स्या हेर्दा अथे जिमसँग छु भनिदा निरति अभियान चले कि बोटी गयो ख अले बोटी गयोले यो को ध्यान ढुङ्गा अन्तर्गत स्कुल धाउला चाहिँ बोर्डे तया निर्णय यहाँ आठो नेपाल भाषा छ अप्सनल म्याथ लेखि न हाल बुझियो खण्ड तर अब चाहिँ यसलाई कम्प्युटरको अरमा राखिएको छु अयो खलाला थुकस्मा भटी म्याथ पनि बि बाहेक नेपाल भाषा भन्नु बिसँग कम्प्युटरले चाहिँ अरेले बुझिनी पूर्ण रूपले नंगा थियो सदैव जोला थना सिएको त अहिले आवया धुजी संविधान न अन्तरिम संविधान नेपाल भाषा भनियो स्कुल चाहिँ रुलहरु छ प्रावधान यो खनु आवया हो संविधान मस्यौदा होली नेपाल भाषा भनियो देउला भए भनियो देउला अधिकार मरु भाषिक अधिकार जुने भए भनियो अधिकार जुटाउ मरु विषय भाषा भनियो लिन भाषा भनियो लिन अधिकार दे ढुङ्गा यदि नाना स्कुल चाहिँ मास्टर अवस्था नेपाल छौए जवा चाहिँ जुटहरु छौले प्रावधान त हो बस्योडा ल अनवया अन्तै छ आवे जो संविधान आ जारी दिनुको संविधान गर्नुले भाषा भए पनि अधिकार त उके भएमहरु सबै भए पनि अधिकार मरु सबै मातृभाषा भए पनि अधिकार मरु अधिकार नभए देखे जो अधिकार न आछुले भाषा बोले आयो मिडियम अफ एजुकेसन मातृभाषा या संस्थान वो स्कुल चाहिँ केटला सरकारी स्कुलले मामा कानुन घोलेले भाषा जकै नामा प्लेटफर्म जी प्रोटेक्सन शिक्षा आयोग गठन जी शिक्षा आयोग ढुङ्गा होइन छौ रिपोर्ट प्याओ आधारे कानुन देको यो आधारे सुनान स्कुल चाहिँ दुसा चाहिँ जी फु यदि वो कानुन दुनिया नाटा भाषा खयो कन्डिसन यो चाहिँ आज संविधान प्रावधान हटाउनु अझै धेरै मतलब चले भाषा ठाउँ झिसन चाका वेजनो जगत सुन्दर भनेको थिएन आवेजनो संविधान ल्याखन ठो इलिगल थी तर आर्को थयो अवस्था चाहिँ नेपाल भाषा नीति चाहिँ सिग्न याउलो फुक राष्ट्र भाषा नीति
अनि छोछौ जने लक्ष्मीनारायण पूर्णिमाई शिरपायो आधार छु कठाउन नेपाल भाषा मङ्गे त नेपाल भाषा त बोल्नगे त छुन कठाउँ वाली जी भई जीमा धेरै छौ सुवा पोंकुसे चिकिन लस्कुल यासे चिकिन बा बचा अब हुनु छनाइको जागिर खुला